सबैभन्दा बढी के मैले माया गर्ने उहाँलाई निदाइसकेपछि होला कि त्यस्तो माया लाग्छ कि त्यो अनुहार पढिरहन्छु हेरिरहन्छु घाँटीभन्दा मुनि यति गोरो मेरो बुढो घाँटी यति छ नि कालो के यो भएको उहाँको मेहनत बिचरा यो मान्छे भनेर म उहाँ जहिले पनि उहाँ सुतेर उहाँ निदाएर घुरिसकेपछि मात्र म सुत्छु के भनेको मतलब उहाँलाई मैले घर बाहिर कसरी श्रीमतीको प्रेम मतलब उठ्दाखेरि प्रेम होइन के भन्ने तर जब निदाउँछ त्यो निदाइसकेपछि अनि श्रीमतीको प्रेम जाग्छ मेरो त्याग ताकि त्यो प्रेम त्यो मेरो त्याग हो प्रेम उल्टो हुन्छ महसुस नगरोस् 4 बजे बिउजिन्छु म 4 बजे म बिउजिँदा उ निदाइरहेको हुन्छ त्यसपछि दाइलाई भाउजूप्रति प्रेम जाग्छ त्यो प्रेम जागेको अब प्रतिफलहरू अनि ठ्याक्कै अनि मेरो बुढी हेर त सुतिराकी छे बिचरा राति टाइममा सुतेपछि दाइ भाउजूहरू एउटा निदाउँदा मात्रै गफ गर्नु हुँदो रहेछ बिचरा राति सुत्दिन जब सुत्छे उठ्दिन हेर त बिचरा कसरी सुते कि भन्छु म फेरि नि पहिलो प्रेम कथा देखेको जो सुत्दाखेरि प्रेम आउँछ बढी प्रेम झल्किन्छ उठ्दाखेरि प्रेमै नआउने होइन नि त लोने सुत्दाखेरि यसो हेर्यो आहा कति राम्रो अनि त्यसपछि श्रीमती सुत्नुहुन्छ अनि बिहान लोने उठेर आहा मेरो श्रीमती कति यो कस्तो प्रेम हो यो मैले आजसम्म बुझिनँ दुईटा किन फिल्ममा राखिसकेको छ अनि तपाईँले निकालेर हुन्छ यो चाहिँ तपाईँहरूको पुरै त्यो मेन हेडलाइन बनाउनु क्या सन्दीप छेत्रीले कराए भनेर क्या एकचोटि रिटेक दाइ होइन टेक 2 के हो तपाईँले के कसरी गाना निकाल्नुहुन्छ के भन्न खोजेको मिलाउन है होइन सन्दीप छेत्री कराएमा राम्रो टाइटल जम्दैन जसलाई सन्दीप छेत्री डराए भने चाहिँ यस्तोलाई डराउने बनाउने चाहिँ के होला भन्ने हुन्छ नि त सन्दीप छेत्री डराए आखिर किन सन्दीप छेत्रीले चाहिँ चस्मा खोलेर च्यालेन्ज दिए त यो टाइप हो जुन गाना चाहिँ दाइलाई यस्तो मन पर्यो यहाँ चाहिँ तिमी फेरि मलाई म यो इन्टरभ्यु बिचमा छोडिदिन्छु है म त्यो फेरि मलाई पुरानो घाउ नकोटाउ यो एकदमै दुखेको भगवान कसम भनेको मैले जब त्यो गाना हेरेँ सुन्नुहोस् भाइ मैले त्यो गाना जब सुने मैले एकदम कोसिस गरेको मतलब के भन्दा कि ठिक छ मेरो क्यारेक्टर त्यहाँ सुहाउँदैन तर बस्तीमा नाच भइरहेको मैले यसो हेरेको अनि यसो हल्का आफैले पनि एउटा केही अब मलाई थाहा छ नि म यार जन्तीको बेस्ट डान्सर हो म साथीहरूको जन्तीमा सबैभन्दा राम्रो नाच्ने क्यारेक्टर हो म मेरो नागिन डान्स हेऱ्यो भने मान्छे फिदा हुन्छ यार त्यस्तो डान्सरलाई छैन श्रीमान श्रीमती नाचे उसको चाहिँ सम्झेर नाचे मिल्ने रे फेरि सम्झे नि हुनुहुन्न अञ्जलीजी नाच्दै हुनुहुन्छ त्यहाँ उहाँहरूले चाहिँ एकअर्कालाई सम्झेर नाच्नु भयो